हेलो एभ्रिवान, आज चाहिँ म लुगा धुँदैछु ब्ल्याङ्केट अनि लुगाहरू चाहिँ म आज धुँदैछु। धुइ पनि सकेँ, प्रायः नै मेरो लुगाहरू सुकिसक्यो हो। अनि यो डन्डा पनि सुकाइरहेको छु मैले। अनि आज चाहिँ म घरहरू पोचा लाउँ भनेर चाहिँ यसमा चाहिँ निम्बुको सेन्ट हुने चाहिँ फिनेल हालेर चाहिँ म घर सफा गर्दैछु। हेर्नु चाहिँ म घरहरू पुरा सफा गर्दैछु आज। प्रायः सफा गरिसकेँ मैले घर हो। अनि यो डन्लप चाहिँ ल्याएर अब यहाँ बेडमा ओछ्याउँदैछु। बेडमा ओछ्याइसकेँ। अब चाहिँ यहाँ माथि चाहिँ म अब बेड कभर लाउँछु हो। अनि यहाँ चाहिँ मैले ऐना निस्किसकेँ, अन्त ऐना छोप्दैछु, काँटी छोप्दैछु ऐना राख्नु लागि। यहाँ हेर्नुहोस् न, काँटी ठोकेर मैले ऐना पनि राखिसकेँ। हेर्नु होला साथी हो, हेर्नुहोस् है, राखिसक्यो। अनि च्यादर पनि ओछ्याउँदैछु बेडमा। ओछ्याइसकेँ। अब अर्को पनि ओछ्याएको नि मोटो खालको च्यादर कि यो चाहिँ तातो च्यादर ओछ्याएकै मैले। अनि खिड्कीहरू नि म छुन्दैछु पर्दाहरू लाएर हो। अनि ब्ल्याङ्केटहरू पनि पट्याउँदैछु। सिरानीको खोलहरू नि धोएर चाहिँ मजाले लगाउँदैछु साथी हो। मैले सिरानी खोलहरू पनि लगाउँदैछु। हेर्नु चाहिँ सबै लगाइसकेँ हो। अनि मेरो रुम पनि एकदमै सफा भयो, क्लिन भयो। थ्याङ्क यू फर वाचिङ साथी हो। एकदमै राम्रो भयो मेरो रुम।